दुई चार दिन पहिला मैले एउटा भिडियो हालेको थिएँ, त्यसमा अलिकति बालेनका गुका किराहरूले मलाई टोक्नै आउन थाल्यो होइन। तिमीहरूमा कमन दिमाग भन्ने अलिकति युज गर है। मैले प्रधानमन्त्री बालेन्द्र शाह प्रधानमन्त्री राष्ट्रपति भनेर मैले त्यो छुट्याउनलाई त्यो भिडियो बनाएको होइन। त्यो महँगो गाडी चढ्ने औकात भइसकेपछि गरिब जनताको विषयमा पहिला काम गर्नु पर्यो। गरिब जनताले जिताएर पठाइसके, हात ढोकेर माग्न आएको हो नि त भोट। त्यसरी जिताएर गरिब जनताले पठाइसकेपछि अनि गरिब जनताको विषयमा काम नगरिसकेपछि अनि विरोध गर्नु परेन। मैले हरेक कुराको पोइन्ट विरोध गर्नुको कारण भनेको मेरो आवाज त्यो संसदमा पुगोस् क्या। कुनै न कुनै यत्रो क्षेत्रबाट उठेर गएको यो घन्टीको यो राष्ट्रपतिको पार्टीको संसदमा बस्नेले एकजनाले आवाज उठाओस् क्या। मेरो त्यो हो सिद्धान्त, ताकि भोलि सरकारले पनि यसमा फोकस गरोस् भन्ने मेरो सिद्धान्त हो क्या। तिमीहरू नबुझी नबोल क्या गुका किराहरू। आज सरकारी अफिसतिर जाऊ, झमेला कति छ, त्यही पुरानै झमेला छ। सरकारी अस्पताल जाउँ, त्यही पुरानै झमेला छ। आज युवाहरूको अवस्था हेरौँ, त्यही पुरानै झमेला छ। त्यो पुरानो चोर सरकारहरूले जुन त्यो बुढापाकाले छोडेर गएको अवस्थामा छ नि, त्यही अवस्थामा अहिलेको युवाहरू फेरि त्यही अवस्थामै चलिरहनु पर्ने हो त। नयाँ सरकारलाई जिताएर पठाएपछि नयाँ कुरा आउने हो, नयाँ चेन्जेस हुनु परेन। काम गर्नेले एकै दिनमा गर्छ, एकै महिनामा गर्छ क्या। अलमोस्ट 1 इयर हुन लागिसक्यो। अनि यहाँ मर्ने त गरिब रहेछ नि त होइन। अलिकति सुविधा भएको, अलिकति आफ्नो हुने खाने भएकोलाई त यहाँ समस्या छैन। अलिकति आफ्नो सरकारी जागिर भएकोलाई त समस्या छैन। उनीहरूलाई त अझ थप स्यालेरी बढाइदियो, अझ एक दिन एक्स्ट्रा छुट्टी पायो है, उनीहरूले सपोर्ट गर्ने हो। तिमीहरू हामी जस्तो चाहिँ यहाँ कुहिने भयो बालेनको गुको किराहरू। तिमीहरूमा कहिले आउने यो कमन दिमाग? अब सुध्र क्या, अब चेन्ज हौ। यस्तो झमेला छ। त्यो माथि यत्रो युवाहरू छ अलिअलि, त्यो पनि पठाउ इन्ड्राइभ गरेर आफ्नो परिवारसँग बसेर यहीँ रोजगार गरेर कमाएर आफ्नो परिवार पाल्छु भनेर बस्दा पनि त्यो सरकारले ट्याक्स पेल्दियो क्या। कुरो बुझेन? यतिको लाचार सरकार भइसकेपछि अहिलेको नयाँ सरकारलाई विरोध नगरेर के गर्नु? पूजा गरौँ, घरमा सजाउँ? साला कुका किराहरू तिमीहरूको बुद्धि कमन क्या, प्लिज कमन दिमाग लाऊ क्या है। मेरो सिद्धान्त भनेको बालेनलाई विरोध गर्ने होइन क्या। मेरो सिद्धान्त भनेको बालेनको सरकार हो नि त, अहिलेको नयाँ राष्ट्र सरकारलाई हो क्या विरोध। किन बोल्दैन यो जनताको गरिबको विषयमा? किन बोल्दैन? जब जिताएर पठाइसकेपछि त्यहाँ गएर उनीहरू त्यो संसदमा गएर झगडा गर्ने, एकअर्काप्रति घमण्ड गर्ने, एकअर्काप्रतिको चाहिँ आवाजमा उठाउनु खोज्ने, एकअर्काप्रति नै लडिबस्ने, झगडा झमेला त्यो गर्न पठाएको हो त्यहाँ। उनीहरू मिलेर काम अगाडि बढाउने। आज यत्रो के अरे 8-9वटा क्रिकेट स्टेडियम बनाउने भनेर अरबौँ पैसा छुटाउँछ। यस्तो नचाहिने कुरा गर्ने हो त? त्यो पुरानै क्रिकेट स्टेडियमलाई त्यसलाई राम्रो बनाउने होइन, नयाँ कुरालाई बजेट ल्याएर त्यस्तो दुनियाँ दिवाना चलखेल गर्ने हो त? त्यो तिमीहरू हामी जस्तो